Tamu sama Salala Omanko Ajako Chौथौ वार्षिक उत्सव तथा दोस्रो अधिवेशन 2026 बाट तेस्रो कार्यकाल 2026 देखि 2028 का लागि नयाँ समिति चयन मण्डलबाट मलाई सर्वसम्मत नयाँ कार्य समिति 2026 देखि 2028 मा चयन गरी जिम्मेवारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै पूर्ण आत्मालाई साथी राखेर म यो शपथ लिन्छु कि समाजको नीति नियम मूल्य मान्यता अनुसार तथा आचार्य साहित्यलाई निरन्तर रूपमा पालना गर्नेछु। समाजभित्रको गोपनीयतालाई सशक्त रूपमा कायम राख्दै समाजभित्रको नीतिको प्रस्तावना र उद्देश्य अनुरूप तमु जातिको संस्कार संस्कृतिको संरक्षण संवर्धन एवं प्रवर्धनको लागि सधैँ मन वचन र कर्मले लागिरहनेछु। धन्यवाद ज्ञा साथै। आदरणीय मान्यवरज्यूहरू, जुन तेस्रो कार्यकालका लागि नयाँ कार्य समिति चयन मण्डलबाट सर्वसहमत चयन गरी मनोनित पदाधिकारी साथै सदस्यज्यूहरूले शपथ ग्रहण पनि गरिसक्नु भएको छ। नयाँ निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूमा हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।